विषयहरूलाई पूर्ण अध्ययन गरेर रिसर्च गरेर यसैको नेपालकै परिस्थिति अवस्थितिलाई विचार गरेर विभिन्न किसिमका हामीले अवधारणा र आधार र योजनाहरू तयार गरेर यहाँ राखेका छौँ। सम्पूर्ण मलाई डिटेल्समा पत्रकार मित्रहरूलाई म यहाँ हामी डिजिटल रूपमा नै हामी दिनेछौँ, यहाँलाई उपलब्ध गराउनेछौँ र बाँकी केही कुराहरू चाहिँ यहाँलाई राख्न चाहन्छु। जस्तो यहाँले हेर्न सक्नुहुन्छ देखिन्छ, यहाँले एकैछिन धैर्य गरिदिनु होला। हाम्रो यो वैचारिक आधारमा कतिपय किन यो नयाँ राजनीतिक दल चाहिँ खोल्नु पर्यो अथवा हाम्रो जन्मनु पर्यो भन्ने विषयहरूमा केही आधारभूत कुराहरू विगत अरू पार्टीहरूभन्दा भिन्न खालको र मौलिक परिवेशको नभएको हुनाले यो पार्टीको जन्म भएको भन्ने आधारहरू छन्। यहाँ एउटा त समुन्नत नेपाल पार्टी न त कुनै कति हल्ला भयो, समुन्नत नेपाल पार्टी न कुनै कट्टर वाम हो न कुनै तपाईँको दक्षिणपन्थी हो। यहाँ त धेरै के आयो भने बरो गरेका पार्टीहरू धेरै आए। कोही तपाईँलाई भन्नु न बोर्डर पारिने पनि जन्मे पार्टीहरू, कोही बाहिर विदेशका उहरूलाई यो वाद र ऊ वाद भनेर नेपालीहरूलाई वर्षौँसम्म झुक्याउने कामहरू भए। न त्यो वादले काम गरेको छ न साँच्चीकै आफ्नो मनस्थिति आफ्नो भिजनले काम गरेको छ। तसर्थ हामीले के राख्यौँ भाइ अलि मिलाउनु राखिहाल्नु के हो। हामी कुनै आयातित विचारका कैदी होइनौँ, हामी कैदी हुन चाहँदैन, कुनै विचारले नै हुँदैन। त्यसकारण समुन्नतवाद अथवा समुन्नत बनाउनका लागि हामी सबै आतुर छौँ। यही कुरा भावना हामीले यसमा समेटेका छौँ र हाम्रो दर्शन प्राग्मेटिक प्रस्पेरिजम हो। मैले राखेँ अघि समुन्नतवाद, जसले सही कुरालाई इभिडेन्स बेस्ड भएर डेटामा बेस्ड भएर वस्तुगत आधारमा तथ्यगत आधारमा यसले योजनाहरू अगाडि बढाउँछ, कामहरू सञ्चालन गर्छ। त्यो हावाकुरामा होइन, पुरै एकदम छैन के भएको थियो विगतमा, के भएको थियो, के कन्स्टेन्टहरू छन्, के गर्न सकिन्छ यसलाई सुधार र साँच्चीकै हामीले डेटामा हेरेर डेटा साइन्सको हिसाबले पनि हाम्रो यो साइन्टिफिक रूपमा छ, प्रविधिको हिसाबले पनि चुस्त र चाहिँ दुरुस्त खालको यो चाहिँ बनाएका छौँ हामीले। अर्को हामीलाई यसको सारमा समृद्ध अनिवार्य छ। समृद्ध उत्पादनशील उद्यम र नवप्रवर्तनवाद आउँछ। यो जस्तो हामीले मोडर्न लिबरल र डिजिटल इकोनोमीमा हामीले राखेका छौँ। अर्थव्यवस्थाको कुरा गर्दा कति युरोपमा भयो तपाईँको, त्यहाँ पनि नवप्रवर्तनको त होइन, प्रवर्तनको गर्दै गर्दा देशहरूको आर्थिक अवस्था चाहिँ कोल्याप्स हुने अवस्थाहरू आयो। तर हामीले के गर्यौँ भने स्टेटको चाहिँ नि कन्ट्रोलमा अलिक कम र प्राइभेट एन्टरप्रेन्योरसिपलाई अलिक बढी र सर्भिसहरू दिनुपर्ने कुराहरू र तपाईँका हार्ड यो स्ट्रक्चरल कुराहरूमा चाहिँ राज्यले त्यसलाई फेसिलिटेट गरिदिने र प्राइभेट एन्टरप्रेन्योरसिपलाई चाहिँ डेभलप गर्ने, त्यो खालको चाहिँ हामीले यो अर्थव्यवस्थाको त्यो हामीले अङ्गीकार गरेका छौँ। जसले गर्दा के गर्न सकिन्छ भने कुनै उत्पादन भएको वस्तुलाई रोड नेटवर्कसँग नेटवर्किङ गराइदिने, बजारहरू व्यवस्थित गरिदिने, त्यसलाई ढुवानीको कुराहरू मिलाइदिने र त्यसको सही चाहिँ एउटा उत्पादनलाई कन्ज्युमरसम्म पुर्याउनका लागि चाहिँ सही चाहिँ एउटा फेसिलिटेट गर्ने आधारशिला पनि खडा गरिदिने, यो खालको चाहिँ हामीले अर्थव्यवस्थाको चाहिँ हामीले यहाँ प्रस्तुत गरेका छौँ। यो अलिकति टाढा भइरहेछ। र अर्को हामीले